कोनिचिवा। जापानमा आज हामी धेरै पछि घुम्न आएका छौँ। अलि नजिक आएन मलाई चिन्छन् क्या टाढेबाट पनि। अलिक कालो आयो कि ए मैले चस्मा लाएर होला है। अनि ठिकै छ। यहाँ धेरै पछि आज गर्मी त छ त्यही पनि यसो साकुरा फुल्यो कि नेपालको पयौँ। साकुराको यसरी टक्क देखाउने यही अरू खासै केही रहन्छ, गर्मी धेरै। यसो घुम्न मन लाग्छ नि, यसो टाइम पासको लागि ठुलो चौर छ बस्नलाई खेल्नलाई एकदम सहज छ। के हो इसी नेन होइन के हो इसिनेन स्टार न कोइन दुईजना यही बनाएको नि छ। अनि यहाँ आज चाहिँ धेरै केटीहरू बुढापाकाहरू घुम्ने घाम ताप्ने गरेर आएर त यो कोइन हो घुमिरहने। अरू त खासै केही पनि पाइन्छ। अब यो गर्मीमा अब यो हो नि एउटा ठुलो भवन पनि छ, एउटा खतरा छ यता। अब मियाजाकीको अन्तिम यो भन्नु अन्तिम भिडियो नै जस्तै नै हो। अब यो युट्युब त हेर्दैन नि त त्यसले अन्तिम भिडियो नै हो भनौँ। हेर्दै लाएर त्यही चाहिँ युट्युबमा छैन त्यो अन्तिम भिडियो हो। अब हाम्रो यहाँ बसे त्यस्तो ठाउँ पनि छ टक्क घुम्ने भए। अन्तिम भिडियो हो यो। मियाजाकीको जापान के भन्थे जापान आएदेखि काम यताउता गर्दा बसी पर्यो आफ्नै खुसीमा घुम्न पाइयो। कोइन छ राम्रो, सुत्न अब नि पाइयो। टिकटकहरू बनाउनेलाई एकदम राम्रो छ। अब हामी चाहिँ टिकटक खासै बनाउँदैनौँ, यसो